मेडिटेसनको लागि बस्दाखेरि कुन पोस्चरमा बस्ने? आज हामी 5 वटा पोस्चरहरू हेर्छौं जुन बिगिनरदेखि एडभान्स लेभलको प्र्याक्टिसनरको लागि युजफुल हुन्छ। फर्स्टमा बिगिनर लेभलको लागि यदि तपाई भर्खरै मेडिटेसन स्टार्ट गर्दै हुनुहुन्छ भने यो आसनमा बस्नु होला। यसको नाम हो सुखासन और द कम्फर्टेबल पोस्चर। त्यसपछि इन्टरमिडिएट लेभल प्र्याक्टिसनरको लागि दुईटा आसन छ। यदि तपाई केही समयदेखि योगा प्र्याक्टिसेसहरू गर्दै आउनु भएको छ र तपाईको ब्याक र हिप्सहरू केही हदसम्म फ्लेक्सिबल छन् भने यो दुईटा आसन तपाईको लागि। नम्बर 2 मा अर्ध सिद्धासन और हाफ अकम्प्लिस्ड पोस्चर अनि नम्बर 3 मा अर्ध पद्मासन और हाफ लोटस पोस्चर। र यसपछि आउँ एडभान्स लेभलको प्र्याक्टिसनरको लागि। यदि तपाई लामो समयदेखि योगा प्र्याक्टिसहरू गर्दै आउनु भएको छ र तपाईको ब्याक, हिप्स, निज, एङ्कल्सहरू कम्प्लिटली ओपन भइसकेको छ, एकदमै फ्लेक्सिबल भइसकेको छ भने यो दुईटा आसन तपाईको लागि। नम्बर 4 मा छ पद्मासन और द लोटस पोस्चर र लास्टमा नम्बर 5 मा छ सिद्धासन और द एकम्प्लिस्ड पोस्चर। तपाई आफ्नो मेडिटेसन जर्नीको कुन स्टेजमा हुनुहुन्छ त? तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोस् र यो भिडियोलाई आफ्नो फ्रेन्ड्स र फ्यामिली सर्कलमा शेयर गर्नुहोस्। धन्यवाद।